ल हामी चाहिँ बीसीआईएस म्याथमेटिक्स 2020 को सर्ट क्वेसन्सहरू गर्न गइरहेको छौँ। सर्ट क्वेसन्सहरू 10 वटा आउँछ। 10 × 2 मार्क्सको 20 मार्क्स हुन्छ। फर्स्ट क्वेसन सेटको आउँछ सधैँ। फर्स्ट क्वेसन यु भनेको युनिभर्सल सेट दिएको छ 4 5 6 7 8 9 10। त्यसै गरी पी दिएको छ 6 7 8 9, क्यू दिएको छ 5 7 9। अब पी माइनस क्यू बार निकाल्ने छ हामीलाई। त्यसको लागि हामीले पहिला पी बार निकाल्छौँ। पी बार भनेको यु माइनस पी भन्छ। यु माइनस पी भनेको युमा भएको सेट अथवा पीमा नभएको। अब 4 5 6 7 8 9 10 छ, यसमा 6 7 8 9 छ। यसै गरी यहाँ चाहिँ कति आउने भयो 4 5 10 आउने भयो। अब सिमिलरली क्यू बारमा यु माइनस क्यू हुने भयो। 4 5 6 7 8 9 10 मा माइनस 5 7 9 गर्दाखेरि नभएको सेट 4 6 8 10 भयो। यसै गरी पी माइनस क्यू बार अब निकालौँ। 4 5 10 यसमा भयो, 4 6 8 10 भयो। अब नभएको कति हुनु पर्यो, नभएको यो 5 पर्यो भनेपछि यो नै 5 नै यसको एन्सर हुन्छ। 2 नम्बरमा आउने क्वेसन भनेको यसको एब्सोल्युट साइनवाला क्वेसन आउँछ कि रिराइट द एक्सप्रेसन भनेर आउँछ कि चाहिँ यसलाई एब्सोल्युट साइनलाई चाहिँ गर्ने आउँछ क्वेसन। 2x + 5 = 7 छ। यसको फर्मुला हुन्छ x टेन्स टु a भन्यो भने -a x a हुन्छ। अब यसरी नै यसको के भयो 7 को के हुने भयो -7 भयो। 2x + 5 को 7 हुने भयो। यो +5 यता जाँदा माइनस हुन्छ, यता जाँदा फेरि माइनस हुन्छ। भनेपछि -7 - 5 -12 2x 2। अब यो 2 ले भाग गर्नु पर्यो। -6x1 चाहिँ यसको फाइनल एन्सर भयो। अब यसै गरी हामी क्वेसन नम्बर 3 मा जान्छौँ। क्वेसन नम्बर 3 मा धेरै जसो ग्राफको क्वेसन आउँछ। स्केच द ग्राफ अफ fx = x² x³ 2 को पावर x। यसरी क्वेसन आउन सक्छ। पहिला यसमा चाहिँ fx भनेको हाम्रो y हुन्छ, x भनेको x नै भइहाल्यो। अब x y मा चाहिँ पहिला हामीले x को भ्यालु राख्छौँ 0 आउँछ, y को भ्यालु पनि 0 आयो। सिमिलरली 1 राख्दा 1 आयो, -1 राख्दा -1 आयो। किन भन्दा क्युब आएपछि साइनहरू के हुन्छ, माइनस राख्दा माइनसै आउँछ, पोजिटिभ राख्दा पोजिटिभै आउँछ। यसरी नै किन भन्दाखेरि माइनसको क्युब भनेको 3टा माइनस हो। माइनस इन्टु माइनस इन्टु माइनस गर्दाखेरि माइनस माइनस प्लस इन्टु माइनस गर्दा माइनस नै हुन्छ। अब तपाईँ हेर्न सक्नुहुन्छ x 0 0 भनेको यहाँ आयो, x1 y1 1 यहाँ आयो, 2 8 आयो भने यस्तो आयो। अब -1 आयो, -2 अनि 8 को केस चाहिँ -8 को केस यहाँ आयो। भनेपछि यो ग्राफ चाहिँ कस्तो हुन्छ, यस कर्भ हुन्छ। अब 4 नम्बरमा सोध्ने क्वेसन म्याट्रिक्सको सोध्छ। म्याट्रिक्सको चाहिँ अब 2/2 म्याट्रिक्सको धेरै जस्तो सोधिरहेको छ। फाइन्ड 2 × 2 म्याट्रिक्स जहाँ चाहिँ a = aij देखा, वेयर aij भनेको i - 2j हुन्छ। अब हाम्रो चाहिँ कस्तो गर्नुपर्छ भन्दा aij भनेको चाहिँ 2/2 म्याट्रिक्स भनेको चाहिँ a11 a12 a21 र a22 हो को म्याट्रिक्स हो। अब यहाँ चाहिँ फङ्सन दिएको छ aij भनेको i - 2j भनेको छ। i भनेको चाहिँ यो i1 हुन्छ, यस्तोमा a11 मा यो j1 हुन्छ। i1 भनेको यसमा रो 1 कोलम 1, रो 1 कोलम 2, कोलम 2 रो 1 कोलम रो 2 कोलम 2 हुन्छ। जस्तै a11 निकाल्दाखेरि i - 2j मा पहिला 1 राख्नु पर्यो। a11 को लागि i1 j1 गर्दा -1 आयो। त्यसपछि i1 j2 -3। अब i2 j1 0, i2 j2 गर्दा -2 आयो अनि म्याट्रिक्स बनिहाल्यो -1 -3 0 -2। अब क्वेसन नम्बर 5 मा हामी हेर्छौँ डेरिभेटिभ आउँछ। डेरिभेटिभ सिम्पल खालको डेरिभेटिभ आउँछ। यो चाहिँ अलिकति तर स्क्वायर फलमा सोधेको छ। y = e को पावर 3x - 1। हामीलाई थाहा छ डेरिभेटिभ अफ x भनेको x नै हुन्छ, तर हाम्रो डेरिभेटिभ e को पावर x भनेको 3x - 1 छ। अब यसको डेरिभेटिभ गर्दाखेरि de को पावर x अपन dx गर्नु पर्यो। dx गर्दाखेरि √3x - 1 अगाडि नै राख्नु पर्यो। त्यसपछि यो e3√3x - 1 भयो। अब प्रोडक्ट रुल लाग्छ, चेन रुल लाग्छ यसमा। अब इन्टु dy/dx, अब यसको डेरिभेटिभ गर्नु पर्यो। अब जहिले पनि हामीले चाहिँ हामीले सिमिलरली डेरिभेटिभ गर्नु पर्यो, नत्र हाम्रो रुटमा डेरिभेटिभ भएको चिजहरू जस्तै √x भयो भने 1/2 √x हुन्छ। यसरी नै अब 1√3x - 1 भयो भने यसको डेरिभेटिभ कति हुन्छ, 1/2 √3x - 1 हुन्छ। यहाँ भिडियो बनाउँदै त्यसपछि e√3x - 1 भयो इन्टु 1/2 √3x - 1 भयो इन्टु अब यसको 3 आउने भयो। किन भन्दा यसको कोफिसियन्टले मल्टिप्लाई हुन्छ। यो चाहिँ तपाईँको सजिलो मेथड हो। जस्तै
सजिलो मेथड भन्नाले तपाईँले इक्जाममा चाँडो गर्न सक्नुहुन्छ। अनि 3/2 e रुट 3x - 1 अपन रुट 3x - 1 को यसको डेरिभेटिभ भयो। अब यो हुने चाहिँ कसरी भएको भन्दाखेरि जस्तै डेरिभेटिभ अफ रुट 3x - 1 भयो। अब dx बनाउनु पऱ्यो। dx भनेको के भयो, यो पुरै x भयो। यसलाई 3x - 1 यहाँ लेख्नु पऱ्यो। अब यो त तपाईँको के हुन्छ, फेरि चेन रुल लाग्छ। चेन रुल भनेको 3x - 1 को पनि डेरिभेटिभ गर्नु पऱ्यो। dx भनेको फेरि 3x - 1 हुने भयो इन्टु d 3x - 1 बाई d 3x हुने भयो। यसरी गर्दाखेरि तपाईँले के आउँछ भन्दाखेरि e को पावर रुट 3x - 1 आउने भयो। अब यसको डेरिभेटिभ 3x - 1 को पावर 1/2 गरेर गर्दाखेरि तपाईँलाई लामो हुन्छ, तर तपाईँले इजी मेथड भनेको यो चाहिँ सजिलै गर्न सक्नुहुन्छ 2 नम्बरमा आएको क्वेसनमा। अब fx भनेको 3x² - 4x - 2 छ, इन्क्रिजिङ डिक्रिजिङ एट x = 1 छ। अब डेरिभेटिभ निकाल्नु पऱ्यो f प्राइम x को। f प्राइम x भनेको 3x को डेरिभेटिभ। अब तपाईँको यस्तो सजिलो खालको डेरिभेटिभ हुन्छ यो, किन भन्दाखेरि यो पावर आएकोले यसमा मल्टिप्लाई गरिदिएपछि यसको डेरिभेटिभ सकिन्छ। अब 2 आएछ भने 3 × 2 भयो 6x भयो। अब पावरमा के हुन्छ 2 - 1 घट्दै जान्छ, 2 - 1 3x³ भएको भए के हुन्थ्यो, 3 3 जा 9 हुन्थ्यो, x के हुन्थ्यो स्क्वायर हुन्थ्यो, 6x - 4 भयो। जनरली डेरिभेटिभको रुल dx/dx हो, फर्मुला n इन्टु x n - n हुन्छ। अब जस्तै x = 1 राख्दाखेरि तपाईँको यहाँ डेरिभेटिभ f प्राइम x चाहिँ कति आयो, 2 आयो। f प्राइम 1 भनेको चाहिँ 2 भनेको चाहिँ 0 भन्दा ठुलो हो। त्यसरी त फङ्सन चाहिँ के भयो, इन्क्रिजिङ भयो एट x = 2 मा। अब क्वेसन आउँछ अर्को परमुटेसन एन्ड कम्बिनेसनको 7 मा। क्वेसनले के भनेको छ भन्दा इन हाउ मेनी वेज क्यान अ स्टुडेन्ट चुज 5 क्वेसन्स आउट अफ 10 क्वेसन्स इफ 2 क्वेसन्स आर कम्पलसरी भन्यो। क्वेसनहरू कति छन्, टोटल क्वेसन 10 वटा छन्, चुज गर्नुपर्ने क्वेसन 5 वटा छ, कम्पलसरी क्वेसन भनेको 2टा छ। यो भनेको कम्बिनेसन हो भनेर बुझ्नु पर्यो। कसरी कम्बिनेसन भनेर बुझ्नु पर्दा भन्दाखेरि यहाँ 2टा क्वेसन्सहरू चाहिँ कम्पलसरी छन् र चुज गर्ने क्वेसनहरू हामीलाई 5 वटा थिए, तर 2टा क्वेसन कम्पलसरी भइसकेपछि अब बाँकी रहेका क्वेसनहरू भनेको कति भयो, रिमेनिङ क्वेसन्स टु चुज भनेको 3टा रहने भयो। अब रिमेनिङ एभाइलेबल क्वेसन भनेको 10 - 2 भनेको 8 भयो। अब हामीले चाहिँ चुज गर्ने भनेको त 8 वटा अल्टरनेटिभ 8 वटा छ हामीसँग चुज गर्नुपर्ने, 8 वटा क्वेसन टोटल छ। चुज गर्ने 3 भएपछि के हुने भयो, कम्बिनेसनको रुल लाग्ने भयो। अब 8C3 भयो। यसरी नै यो के रहेछ क्वेसन, यो 2 क्वेसन्सहरू कम्पलसरी भन्ने क्वेसनहरू आइरहेको हुन्छ। अब 8I अब यो भनेको यो फर्मुला हो। जस्तै FCR तपाईँले डाइरेक्ट क्यालकुलेटरमा पनि हाल्न सक्नुहुन्छ। NCR भनेको CR दिन्छ, त्यसले कम्बिनेसनको डाइरेक्ट एन्सर दिन्छ। नभए तपाईँले चाहिँ जनरल मेथड 8I 8 - 3I इन्टु 3I। अब 8 इन्टु यो भनेको तपाईँको परमुटेसनको भनेको 7 × 6 हुँदै जान्छ र 8 - 3 यो भएपछि तपाईँको चाहिँ यो काटिन्छ, 3 × 1 = 56 वेज आउँछ। अब अर्को क्वेसन आउँछ भेक्टरको क्वेसन आउँछ कि भेक्टरको चाहिँ प्रोडक्टवाला स्केलर प्रोडक्टको सोध्छ कि डट प्रोडक्टको सोध्छ। तपाईँलाई चाहिँ यो धेरै जस्तो चाहिँ 2 भेक्टर्सहरू चाहिँ अर्थोगोनल भयो भने के हुन्छ भन्छ a डट b भेक्टर = 0 हुन्छ। तर यहाँ तपाईँलाई सोधेकै छ a भेक्टर इन्टु b भेक्टर भनेर। a भेक्टर दिएको छ 1 2 - 3, त्यसरी b भेक्टर दिएको छ 2 - 1 1 -1। अब मल्टिप्लाई गर्नु पऱ्यो a भेक्टर इन्टु b भेक्टर। तपाईँले यसरी यसलाई चाहिँ डिटरमिनेन्टको फर्ममा राख्नु पऱ्यो। i j k भेक्टर हुन्छ, फर्स्टको i हुन्छ, j हुन्छ, k हुन्छ, 1 2 - 3। अब i भेक्टरमा कस्तो हुन्छ भने यो हटाउनु पऱ्यो। डिटरमिनेन्टमा पनि पहिला त्यस्तै हुन्थ्यो, यो हटाइन्थ्यो, तर डिटरमिनेन्टमा चाहिँ अगाडिको नम्बरले मल्टिप्लाई गरिन्थ्यो 1ले अथवा 2ले, त्यसमा चाहिँ भेक्टरमा यो हुँदैन। अब यो कोलम हटाउँदाखेरि तपाईँले 2 × -1 भयो माइनस, अब यो -3 × -1। अब त्यसपछि यो मल्टिप्लाई हुन्छ अनि माइनस हुन्छ, त्यसपछि यो मल्टिप्लाई हुन्छ। अब सिमिलरली प्लस माइनस प्लस हुन्छ, यसमा प्लस भयो, अब यसमा माइनस हुन्छ, -j भयो। 1 × -1 भयो माइनस 3 × 2 भयो, यो j भयो, प्लस k भेक्टर छ, k भेक्टर भएपछि यो के राखियो i j k हुन्छ। अब यसको लागि यो हटाउने, -3 × -1 हटाएपछि के भयो, यो र यो मल्टिप्लाई गर्यो, यो र यो मल्टिप्लाई गर्यो, 1 × -1 भयो, माइनस भयो, 2 × 2 भयो। यसै गरी चाहिँ -2 - 3 -1 + 6 प्लस k भेक्टर भनेको -1 - 4 अर्थात् -5i -5j -5k भेक्टर आयो। अब अर्को सोध्छ डिटरमाइन लिमिट x टेन्ड्स टु इन्फिनिटी x² + 5x x² - 3। अब यसको केसमा हामीले इन्फिनिटी राखेर हेर्ने हो भने इन्फिनिटी आउने भयो।
इन्फिनिटी बाई इन्फिनिटी एक्जिस्ट गर्दैन। त्यसैले अब यसलाई के गर्ने त भन्दाखेरि यो एक्स स्क्वायरको कोफिसियन्टलाई एक्स स्क्वायरले भाग गरिदिनु दुईतिरै, डिभाइड न्युमिनेटर एन्ड डिनोमिनेटर बाई एक्स स्क्वायर। जस्तै यस्तो केसहरूमा चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि इन्फिनिटीको फर्ममा लेख्नु हुँदैन। त्यही भएर इन्फिनिटी फर्म चाहिँ हाम्रो सकभर नहोस् भन्ने कुराले गर्दाखेरि हामीले एक्स स्क्वायरले यहाँ भाग गऱ्यौँ। गर्दाखेरि 1 + 5/x आयो, 1 - 3/x स्क्वायर आयो। अब 1 + 5/x भनेको समथिङ बाई इन्फिनिटी भनेको 0 हुन्छ। त्यसपछि 1 - 3 समथिङ बाई इन्फिनिटी 0 = 1x को एन्सर भयो। अब जाउँ हामी क्वेसन नम्बर 10 मा। फाइन्ड डेरिभेटिभ अफ y = x² log x। यो कुनै पनि भेक्टरको प्रोडक्ट के अरे डेरिभेटिभको प्रोडक्ट हुन्छ भने त्यसमा प्रोडक्ट रुल लाग्छ। जस्तै x² एउटा चिज भयो, log x अर्को भयो। अब यस्तो 5x² सोधेको भए 5 कन्स्ट्यान्ट टर्म हुन्थ्यो, नभए तपाईँले यसलाई प्रोडक्ट रुल लाउनु पनि सक्नुहुन्थ्यो। तर 5 चाहिँ डी कन्स्ट्यान्ट टर्म भएको हुनाले हामीले सिधै 5 लाई बाहिर निकाल्छौँ र dx² गर्छौँ। अब यसरी दुईवटा चिजहरू मल्टिप्लाई भयो भने त्यो d5x² गऱ्यो भने भेक्टरको प्रोडक्ट रुल लाउँदा के हुन्छ भन्दा 5dx² हुन्छ प्लस x² d5/dx हुन्छ। अब 5dx² गर्दाखेरि कति आउँछ 10x आउने भयो। अब प्लस 0 आउँछ, यो प्रोडक्ट रुल हो। जस्तै d/dx ub भयो भने u × dv/dx हुन्छ प्लस v du/dx हुन्छ। र d/dx गर्दाखेरि तपाईँको के छ भन्दाखेरि x²लाई हामीले बाहिर ल्यायौँ, d/dx log x लाई डेरिभेटिभ गऱ्यौँ। त्यसरी अब log x लाई बाहिर ल्यायौँ, d/dx x²। अब तपाईँले यो फर्मुला अब तपाईँलाई गाह्रो हुन्छ भने यसरी क्वेसन देखायो भने एउटालाई बाहिर राख्नु, एउटालाई डेरिभेटिभ गर्नुहोस्। x² लाई बाहिर राख्यौँ, d/log x लाई डेरिभेटिभ गऱ्यौँ। फेरि log x लाई बाहिर राख्यौँ, d/dx लाई x² लाई डेरिभेटिभ गऱ्यौँ। x² इन्टु अब यो log x को डेरिभेटिभ हुन्छ 1/x प्लस log x इन्टु d/dx x² गर्दाखेरि 2x भयो। अनि तपाईँको x कमन लिदियौँ, 1 + 2 log x एन्सर भयो। यसरी नै हामीले 2020 को फल गऱ्यौँ। अब इक्जाम चाहिँ तपाईँहरूको कहिले आउँदैछ भने 14 गते आउँदैछ, भदौको 14 गते। अब राम्रोसँग प्रिपेयर गर्नु होला।